सबै धामै धाम रहेछ, कहीँ जानु पर्ने रहेनछ, यहीँ आउँदा हुने रहेछ। अनि यो रहेको छ सिक्किम टुरको सेकेन्ड ब्लग। यो देखिरहेको हिमाल चाहिँ कञ्चनजङ्घा हिमाल है। बिहानै उठ्ने साथ कञ्चनजङ्घा हिमाललाई हामीले राम्रोसँग देख्न पाउने रहेछौँ। म उठ्दा चाहिँ 8 बजिसकेको थियो, तर पनि राम्रो हिमाल देखिरहेको थियो है। अझ बिहान अझ राम्रो देखिन्छ अरे। सो बिहान उठेर रेडी भएर हामी चाहिँ लाग्यौँ अब चारधामतर्फ। अनि यति बेला चाहिँ गाडी लिन आइसकेको छ है। दादाले गाडी अघि बोलाइसक्नु भएको रहेछ। सो हामी लाग्यौँ चारधामतर्फ। घरबाट त्यही 10-15 मिनट मात्रै लाग्ने रहेछ माथि पुग्नलाई चाहिँ है। अनि अहिले चाहिँ हामी मन्दिर क्षेत्रभित्र प्रवेश गरिसकेको छौँ। यो ध्वजाहरूले देख्न सक्नुहुन्छ। बिहानको मौसम चाहिँ एकदमै धेरै चिसो है। पानी छुन पनि डर लाग्ने गरी चिसो, तर यो मन्दिरमा पुग्दाखेरि चाहिँ यस्तो राम्रो घाम लागिरहेको थियो होइन। यति धेरै न्यानो अनि एकदम तातो मौसम भइरहेको थियो। सो हामी यहाँ गाडी पार्क गरेर अब यहाँबाट चाहिँ हामी पैदल जानुपर्ने हुन्छ। यो मन्दिर भएको ठाउँ चाहिँ है माथि टपमा पर्ने रहेछ नि त। सो घामले एकदम मजाले भेट्ने रहेछ होइन। अनि दिउँसो चाहिँ एकदम धेरै न्यानो हुने रहेछ है यहाँनिर चाहिँ। अनि हजुरहरू पनि को आउनुभएको छ चारधाम कमेन्ट गर्नु होला। तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै धेरै राम्रो लाग्यो है। कति धेरै सफा होइन। बाहिर खाली खुट्टा हिँड्दा पनि केही फोहोर नलाग्ने। अनि एकदमै धेरै मन पर्यो। यस्तो राम्रो फुलहरू फुलिरहेको छ होइन। अब यहाँदेखि चाहिँ हामी सट्ट भित्र जान्छौँ। त्यस पछाडि टिकट गरेर चाहिँ अनि हामी माथिल्लो तलामा जान्छौँ फेरि। अनि हामीलाई घुमाउन चाहिँ अर्जुन दादा जानुभएको थियो है। अनि दादाले टिकट पनि लिइसक्नु भयो। सो हामी जाँदैछौँ। कति धेरै सफा छ है यो मन्दिर परिसर। अनि अब यहाँ चाहिँ हामी आफ्नो सुजहरू सट्टसँगले मिलाएर राख्छौँ अनि खाली खुट्टै जाने। यहाँबाट चाहिँ हामी खाली खुट्टै जानुपर्छ। यस्तो राम्रो एरिया छ, देख्न सक्नुहुन्छ। अनि यो रहेको छ मेरो फेभरेट फ्लावर क्यामेलिया। अनि अरू पनि देख्न सक्नुहुन्छ फुलहरू। मलाई फुल एकदमै धेरै मनपर्छ। अनि यति राम्रो फुलहरू देख्दा भिडियो नगर्ने त कुरै भएन। अब यहाँबाट चाहिँ हामीले शिवजीको ठुलो मूर्ति देख्न सक्छौँ है। हामी पुग्नुपर्ने चाहिँ त्यहाँनिर हो। अनि सबै मन्दिरहरूको पूजा गर्दै गर्दै हामी त्यहाँ माथि पुग्नेछौँ है। अनि यहाँ चाहिँ कति धेरै मन्दिरहरू है। अनि अग्लो अग्लो मन्दिरहरू देख्न सक्नुहुन्छ है। यो मन्दिर पनि कति अग्लो थियो है। अनि म चाहिँ भिडियो गर्दै गर्दै दर्शन गर्न गएँ है। सबैजनाले गर्दै हुनुहुन्थ्यो। सो एकछिन भिडियो गरेँ अनि पालै पिलो दर्शन गरेर हामी त्यहाँबाट निस्क्यौँ। कस्तो राम्रो आर्ट गरेको छ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ रहेको थियो द्वारिका धाम। अनि यहाँबाट हामी लाग्यौँ साई टेम्पलमा। पुग्दा चाहिँ 12 बजेको थियो। यति बेला चाहिँ यहाँनिर क्लोज हुने रहेछ। सो हामीले यहाँनिर चाहिँ दर्शन गर्न पाएन। सो सरासरी गयौँ अर्को मन्दिरतर्फ। अनि बेला बेलामा हामीले चाहिँ फोटोसुट गर्दै गर्दै गयौँ, किनकि टन्न टाइम थियो नि त दिनभरि। सो मजाले घुम्न पायौँ। यहाँ चाहिँ बुवा मम्मी घन्टी बजाउँदै हुनुहुन्छ। अहिले चाहिँ सिजन होइन रहेछ नि त, त्यही भएर त्यस्तो धेरै भक्तजनहरू पनि हुनुहुन्थेन। सो खुल्ला थियो, आनन्दले घुम्न पाइयो। अब चाहिँ मेरो पालो हेर्नुहोस् घन्टी बजाउने। तर म घन्टी बजाउनै सक्दिनँ, किनकि घन्टी नै मभन्दा ठुलो छ होइन। यता बुवा हुनुहुन्छ, बुवा चाहिँ गल्नु भयो अरे। यता मम्मी हुनुहुन्छ। हल्का बुढालाई जिस्काइदिएको अवस्था यो चाहिँ है। यसो घरिघरि त जिस्काउँदै गर्नु पर्यो नि त। ल अब पुग्यौँ हामी चाहिँ शिवजीको मूर्ति भएको ठाउँमा। पूजा गरेर सरासरी हामी भित्र गयौँ। देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो आर्ट थियो है त्यहाँभित्र। कति राम्रो राम्रो आर्ट है। जस्तो मैले आँखाले देखेँ म त्यस्तो त क्यामेरामा कैद गर्न सक्दिनँ। र पनि मैले सबै भिडियोहरू गरेको छु है। आर्टिफिसियल भए पनि एकदमै धेरै मेहनतले बनाउनु भएको रहेछ। अनि यहाँभित्र चाहिँ भिडियो गर्न मिल्दैन भनेर लेखिएको थियो, तर सबैजनाले भिडियो गर्नुभएको देखेपछि मैले पनि एक दुईवटा क्लिपहरू लिइहालेँ। अनि चित्रमा जे देखाइएको छ त्यसलाई पनि अक्षरमा तल लेखिएको छ। अनि भित्र निकै बेर बसेपछि बाहिर आएर धुप बाल्दैछु म चाहिँ।
अनि तपाईँ भन्नु कस्तो लागिरहेछ चारधाम घुम्न पाएर? चारधाम राम्रो लागिरहेको छ, कस्तो लाग्यो तपाईँलाई यो ठाउँ? रमाइलो लागेको छ चारधाम। हजुर, राम्रो रहेछ। अरू के भन्न चाहनुहुन्छ भने? अरू के भन्नु र, राम्रो रहेछ, रमाइलो रहेछ, दुःख गरेर आइयो, रमाइलो छ, घाम लागिरहेको छ, एकदम राम्रो मौसम छ। राम्रो छ, सबै धामै धाम रहेछ, कहीँ जानु पर्ने रहेनछ, यहीँ आउँदा हुने रहेछ। अन्त अब यहाँ चाहिँ आमा छोराको फोटोसुट चल्दैछ। हेर्नु त एकचोटि। अनि तपाईँलाई कस्तो लागिरहेछ चारधाम घुम्न पाउँदा? मैले अघि सोधेर भिडियो बनाएको छु। राम्रो छ होइन, आनन्द आएको छ। यस चारधामको यात्रा एकदम अविस्मरणीय छ म्याडम। अनि बहिनीलाई कस्तो लागिरहेछ? मलाई एकदम के भन्नु, मनमा आनन्द, यी बसौँ होइन, यी घुमौँ यी बसौँ सधैँभरि जस्तो लाग्छ, त्यस्तो आनन्द भनेर साध्य छैन। हस् ल, आमालाई चाहिँ अघि नै इन्टरभ्यू लिइसकेको छु मैले। आमाले पनि झन् आमाको त यहाँभन्दा राम्रो हुने ठाउँै छैन। आमाको त पहिल्यैदेखिको सपना चारधाम। हजुर, एकदम। अनि फाइनली सपना पुरा भयो है। सो वी आर सो ह्याप्पी गाइस। यहाँबाट चाहिँ हिमालको भ्यू पनि यस्तो राम्रो देखिन्छ होइन। अनि म चाहिँ होइन जसमा राखेको त ब्यागमा सो लगाउनु बिर्सेछु, अन्त यहाँ लगाइदिएको यस्तो देखेको छ भन्यो। यस्तो राम्रो ठाउँ है, फोटो त कति खिच्यो होइन। अनि यो पारिको हिमाल, कञ्चनजङ्घा हिमाल, यस्तो राम्रो भ्यू देखिने। अनि यो मन्दिरबाट चाहिँ नाम्ची बजार पनि यस्तो राम्रो देख्न सकिन्छ। अब चाहिँ माथि मेन मन्दिरको चाहिँ पूजा गरिसकेपछि हामी अर्को मन्दिरको पूजा गर्न जाँदैछौँ। करिब अब चाहिँ हामीले माथिको मन्दिरहरूको सबै दर्शन गरिसक्यौँ। अब चाहिँ सुज लगाएर टिकाहरू किनेर हामी अर्को मन्दिरतिर जान्छौँ। अब हामी आइपुग्यौँ साई मन्दिर। साई मन्दिर पनि एकछिन दर्शन गर्ने अनि जाने भनेर हामी आइपुग्यौँ साई मन्दिर। अब हामी चाहिँ साई मन्दिरको दर्शन गरिसक्यौँ। फाइनली चारधामको चाहिँ दर्शन गरिसक्यौँ। यस्तो राम्रो रहेछ भित्र चाहिँ होइन, तर खिच्न दिनु हुँदो रहेछ भित्र चाहिँ, यसो खिच्न पाइनँ। तर यस्तो राम्रो है, देख्न सक्नुहुन्छ यस्तो राम्रो रहेछ भित्र त। अनि एउटा बुढाको पनि भिडियो गरिदिएँ। अनि लाग्यौँ हामी नाम्ची बजार घुम्न। अब एकछिन नाम्ची बजार घुम्ने। अनि यहाँनिर चाहिँ नाम्ची बजारको डिस्ट्रिक्ट हस्पिटल पनि रहेछ। अनि हामी यही बाटो हुँदै दादाको अफिससम्म पुग्यौँ। अनि एकछिन त्यहाँ बसेर चिया खाएर चाहिँ फेरि लाग्यौँ हामी बजार घुम्न। मेरी क्रिसमस। अनि अब न्यू इयर आउन लाग्यो नि त, सो त्यही भएर मेरी क्रिसमसको लागि पनि त्यहाँनिर कस्तो राम्रो राम्रो डेकोरेसन गर्नुभएको रहेछ। अहिले हामी नाम्ची बजारमा छौँ, देख्न सक्नुहुन्छ एकदमै सफा छ होइन, एकदम राम्रो छ। सो हामी चाहिँ एकछिन नाम्ची बजार घुम्दैछौँ गाइज। ल पानीपुरी खाने गाइज यहाँनिर चाहिँ नाम्ची बजार कस्तो राम्रो देखेको। नाम्ची बजार घुम्दै घुम्दै हामी चाहिँ हाम्रो एक दुईजना आफन्तकोमा पनि जानु थियो। सो हामी हिँडेर नै उहाँहरूको घरसम्म पुग्यौँ। अनि चिया खाएर चाहिँ हामी अब बिदा मागेर हामी लाग्यौँ फेरि हाम्रो दादाको घरतर्फ। यति बेला चाहिँ साँझको 6 साढे 6 भइसकेको थियो है। अनि हामी चाहिँ यति बेला मात्रै फर्किँदैछौँ। आउँदा आउँदै बाटोमा चटपटे पनि भेट्यो, अनि चटपटे पनि खायौँ हामीले चाहिँ। त्यसपछि घरमा आएर सबैजना खानासाना खाएर हामी सुत्यौँ। अनि यो रहेको छ भोलिपल्ट मर्निङको भिडियो। अब चाहिँ हामी घर फर्किँदैछौँ इलाम। अब चाहिँ हामी घर फर्केको। भिडियो त बनाउनु छाड्नु भएन नि त भन्दै म हाँसेर भिडियो बनाउँदै थिएँ यति बेला चाहिँ। सो आज चाहिँ हामी इलाम फर्क्यौँ। अनि मेरो बुढा चाहिँ निदाएर राख्नुभएको छ गाडीमा बेला बेला। अनि म चाहिँ भ्यू हेर्दै हेर्दै आएँ होइन, एकदमै रमाइलो भयो। सो भिडियो अलिक लामो भयो यो पालिको चाहिँ है। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लभ यु अल, बाई बाई।